कापुचे ट्रेक कम्प्लिट गर्नको लागि हजुरहरूलाई 3 दिन 5,000 रुपियाँ र यो आइटनरी चाहिन्छ। कापुचे ट्रेकको पहिलो दिन 8 देखि 8:30 बजेसम्म चाहिँ हामी काउखोला पुग्नु पर्ने हुन्छ, जहाँबाट सिक्लेस जाने बस छुट्छ। हामी चाहिँ सभागृह चोकबाट काउखोला लेखेको लोकल बसमा चाहिँ चढ्यौं। त्यस बसले हामीलाई काउखोलासम्म पुर्याइदियो, जसको भाडा थियो 40 रुपियाँ पर पर्सन। काउखोला पुग्दाखेरि चाहिँ त्यहाँ चाहिँ एउटा बस र जिपहरू चाहिँ लागिरहेको हुन्छ, तर एकदम फिक्स टाइममा। 8:30 बजे चाहिँ बस छुट्छ, तर हामीलाई चाहिँ अलिक ढिलो हुन्छ जस्तो लागेर हामी चाहिँ जिप तर्फ लाग्यौं। यदि जिपमा जाने हो भने चाहिँ 8 जनाको सिट हुन्छ अनि 5,000 डिभाइड बाइ कतिजना हुनुहुन्छ त्यही अनुसार चाहिँ हजुरहरूलाई भाडा लाग्छ। सो हामी 8 जना थियौं, त्यसैले हामीलाई चाहिँ 625 रुपियाँ लागेको थियो। त्यस जिपले हजुरहरूलाई सिक्लेससम्म पुर्याइदिन्छ। काउखोलादेखि हामी 8:30 बजेतिर चाहिँ हिँडेका थियौं। बीचमा चाहिँ हामीलाई जिपले लगेर रोकेको थियो, जिपले, जहाँ चाहिँ मैले चिया र नास्ता गरेँ, जसको मलाई परेको थियो चियाको कालो चियाको 30 रुपियाँ र चिकन चाउमिनको चाहिँ 75। करिब आधा घण्टा चाहिँ जिपले रोक्छ त्यहाँ, अनि त्यही बेलामा चाहिँ नास्ताहरू गरेर चाहिँ हामी जान सकिन्छ। करिब 11:30 बजेतिर चाहिँ हामीले त्यस जिपले सिक्लेससम्म पुर्याइदिएको थियो, जहाँबाट हाम्रो ट्रेकको सुरुवात हुन्छ। हामीलाई बाटोको केही पनि आइडिया थिएन, सो हामीले चाहिँ लोकल मान्छेहरूलाई चाहिँ कापुचे जाने बाटो कहाँ हो भन्दै सोध्दै हिँडिरहेको थियौँ। तर झुक्किने ठाउँहरूमा चाहिँ बोर्डहरू पनि टाँसेको छ। सिक्लेसदेखि यतिसम्म मात्रै हो थोरै कन्फ्युजन हुने बाटोमा, नत्र चाहिँ त्यसपछि चाहिँ कन्फ्युजन हुने छैन। सो हामी 11:30 बजे चाहिँ सिक्लेसबाट हुगुतर्फ लाग्यौँ। हुगुमा जाँदाखेरि चाहिँ हजुरहरूले बुक गरेर गए पनि हुनुहुन्छ, तर मनको सेटिस्फ्याक्सन हो जस्तै मात्रै लाग्यो मलाई। किन भन्दा हामीले पहिल्यै 2 जनाको लागि छुट्टै रुम बुक गरिदिनु भनेका थियौँ, तर हामीभन्दा पहिला जानेले चाहिँ रुम बुक नगरी गएको रहेछ, तर उसले चाहिँ फर्स्ट गरेर पाएको थियो। सो एनिवे बाटो भने एकदमै जङ्गल, एकदमै उकालो, एकदमै ओह्रालो त्यस्तै छ, एक्सप्लेन नै गर्न नसक्ने बेला। अनि भिरालो पनि छ। खसियो भने चाहिँ डाइरेक्ट कालीगण्डकीतिर पुगिन्छ। लाइटहरू चाहिँ लान नबिर्सिनु होला। अनि पानीहरू चाहिँ बाटोमा धाराहरू चाहिँ छ, सो फिल गर्दै जानु होला पाएको ठाउँमा चाहिँ। यो सिजनमा चाहिँ एकदम छिट्टो नै अँधेरो हुने भएकोले चाहिँ यो 6 बजेतिर चाहिँ हामीलाई लाइट बाल्नु परिरहेको थियो। अनि एउटा बाटोमा चाहिँ पुरै बाढी लगाएको छ, अलिअलि बाटोमा ढुङ्गा पनि खस्न सक्छ। अनि त्यहाँ पुग्दा चाहिँ लगभग सबैलाई चाहिँ अँधेरो हुन्छ। 11:30 बजे हिँड्दा चाहिँ थोरै चाहिँ अप्ठ्यारो छ, तर राइटमा हेऱ्यो भने चाहिँ बाटो छ, लाइट बालेर हेर्नु होला। किन भनेको भन्दा 2-3 जना मान्छेहरू चाहिँ बाटो छैन भनेर फर्किरहेका थिए। सो हामी चाहिँ 7 बजेतिर चाहिँ हामी हुगु पुगेका थियौँ। हाम्रो अगाडि पछाडि चाहिँ कोही पनि थिएन सोचेको थियौँ, तर हुगुमा पुग्दाखेरि चाहिँ टन्नै मान्छेहरू हुनुहुन्थ्यो। हामी नमस्ते गेस्ट हाउसमा बसेका थियौँ, जसको हामीलाई परेको थियो 1800 रुपिज, जसमा चाहिँ एउटा नन भेज खाना अनि बिहानको चाहिँ भेज खाना, अनि एक दिन चाहिँ बसेको गरेर चाहिँ 1800 पर्छ। यदि हजुरहरू ब्रेकफास्ट गर्न चाहनुहुन्छ भने चाहिँ 2100 को प्याकेज लिन सक्नुहुन्छ। हामी चाहिँ ढिलो गएकाले हामीलाई रुमहरू सेयर गर्न परिरहेको थियो। डे 2 मा चाहिँ हामी हुगुबाट कापुचे हाइकमा जान्छौँ। करिब 2.5 to 2 घण्टामा चाहिँ हामी कापुचे पुग्न सकिन्छ। हामी करिब 6:30 बजे पुगेको थियौँ, अनि 8:30 बजेतिर चाहिँ हामी कापुचे पुगेको थियौँ। अनि 1-2 घण्टा फोटो खिच्यौँ। त्यसपछि हामीले हुगुमा गएर खाना खायौँ। लगभग हामी 1 बजेतिर चाहिँ हुगुबाट सिक्लेस जानको लागि हिँड्यौँ। यही दिन फर्किने सोचिरहेको थियौँ, तर गाडी नपाइने भएकोले चाहिँ हामी सिक्लेसमै बस्यौँ त्यो दिन। सिक्लेसमा चाहिँ हाम्रो नमस्ते गेस्ट हाउसमा बसेको थियौँ, जसमा चाहिँ हामीलाई परेको थियो 1500 रुपियाँ, जसमा नन भेज डिनर अनि ब्रेकफास्ट इन्क्लुड हुन्छ। अनि एउटा चाहिँ बसेको 1 रात। त्यही हो गाइस।